यो आधारभूत गणित मैले जानकारी दिएपछि धेरै कुराहरू छर्लङ्ग हुन्छ। भनेपछि बजेट त ठुलै पनि छ, 21 खर्बको बजेट, यति ठुलो बजेट पनि बन्यो। त्यो पनि गलत भाष्य थियो, मैले हिजो अलिकति चिरेँ होला। बजेटको आकार पनि जीडीपीको सापेक्षतामा तुलना गर्ने हो भने निर्मम अनुशासनमा बाँधिएर ल्याइएको बजेट, फुक्का फाल बजेट ल्याउने छुट थियो हामीलाई जनादेश हेर्ने हो भने त। 25 खर्ब 26 खर्ब ऋणै ऋण, राजस्व उठाउने पनि अस्वाभाविक लक्ष्य राखेर हामीले 25 खर्बकै ल्याइदिया भए पनि अब यत्रो म्यान्डेट छ ल्याइदिन्थ्यो त नयाँ सरकारले। त्यसरी गरेनौँ। विगत 12 वर्षको सबभन्दा सानो बजेट हो यो। भ्रम त अर्कै छरिया छ, अति ठुलो बजेट बेलुन जस्तो, कार्यान्वयन हुँदैन भनेको पनि सुन्यो। त्यो गलत, आधारभूत अर्थशास्त्रको अपर्याप्त बुझाइ। फुकिएको बजेट प्रक्षेपित अर्थतन्त्रको आकारको सापेक्षतामा 28.5%। 30% त म नगाउँदिनँ भन्ने मेरो आफ्नो दृढता थियो, किनकि अनुशासनमा फर्कनु पर्यो। अब भूकम्पपछि बेलगाम भएको र बजेट प्रक्रियाकै विश्वसनीयतामाथि ठुलो प्रहार हुन थालेपछि यो सरकारले बजेटको आकारलाई पनि अनुशासनमा बाँधेको छ र जीडीपीको सापेक्षतामा सबभन्दा सानो बजेट भनेपछि ऋण पनि थपिएन, बजेट पनि सन्तुलित आकारको छ। कसरी गर्छ त यो सरकारले खर्च? हामी आफै गर्छौँ, आन्तरिक राजस्व उठाएर गर्छौँ। त्यहाँ छ महत्त्वाकांक्षा। त्यो महत्त्वाकांक्षा उजागर गरिदिनु हुन मान्य सदस्यज्यूहरूलाई मेरो आग्रह छ। 1580 अर्ब हामी राजस्व नै उठाउँछौँ। त्यसैले हो अहिलेको करको छलफल, हाम्रो इन्टेग्रिटीको जगमा, डिजिटलाइजेसनको जगमा, स्वैच्छिक कर अनुपालन भोलुन्टरी ट्याक्स कम्प्लायन्सको जगमा त्यो आत्मविश्वास र महत्त्वाकांक्षा त्यतातिर छ। र यो विपुल जनादेशको सरकारले राख्नुपर्ने महत्त्वाकांक्षा त्यतैतिर हो। आन्तरिक स्रोतबाट यति ठुलो लिकेज छ, यति ठुलो भ्रष्टाचार छ, त्यसलाई टाइट गरेर उठ्नुपर्ने रकम हामी त्यहाँबाट उठाउँछौँ। ऋणलाई चाहिँ हामी वाञ्छित सीमाभित्र राख्छौँ। मान्यज्यूहरूको आग्रह सदिक्षा एकदम स्वागत गर्छु।